नमस्कार, म विजय खड्का गगन। कार्यक्रम साहित्यको गगनको पर्खाइमा बस्नुभएका सम्पूर्ण साहित्यिक मन तथा दर्शकबिनहरूमा म विजय खड्का गगनको तर्फबाट हार्दिक स्वागत तथा साहित्यिक अभिवादन टक्राउन चाहन्छु। स्वीकार गरिदिनुहोला। साहित्यको शिरवृद्धि र शिरविकासको लागि थप टेवा पुगोस् भन्ने मूल उद्देश्यका साथ हामीले तपाईहरूमाझ कार्यक्रम साहित्यको गगन पस्किने जमर्को गर्दै आएका छौँ। यस कार्यक्रममा हामीले साहित्यिक यात्रामा अनवरत रूपमा यात्रा गरिरहनुभएका अतिथिज्यूहरूसँग भलाकुसारी गर्दै उहाँहरूका साहित्यिक सिर्जनाहरू हजुरहरूमाझ पस्किने जमर्को गरिरहेका छौँ। कार्यक्रम प्रत्येक हप्ताको आइतबार अनिता खड्का युट्युब च्यानलबाट प्रसारण हुने कुरा पनि जानकारी गराउँछौँ। आउनुहोस् स्वागत गरौँ आजको हाम्रो निमन्त्रणलाई स्वीकार गरी पाल्नुभएका अतिथिज्यूलाई। उहाँ हुनुहुन्छ पाल्पामा जन्मिनुभएका रूपन्देहीको बुटोलमा बसोबास गर्दै आउनुभएका र हाल काठमाडौँलाई कर्मथलो बनाउँदै आउनुभएका मुक्तकमा अब्बल कलम चलाउने मुक्तकार तथा गायककार जिज्ञासु पौडेल तिलकज्यूलाई हार्दिक स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई कार्यक्रम साहित्यको गगन। नमस्ते विजय सर र धन्यवाद यो अवसर दिनुभयो, यहाँसम्म ल्याइदिनु भयो, धेरै धेरै धन्यवाद। निकै आभारी छौँ। तपाईँ जस्तो मुक्तकमा अहिले अब्बल कलम चलाउँदै गरेको व्यक्तित्वलाई हामी साहित्यको गगन कार्यक्रममा निमन्त्रणा गरेर गर्न पायौँ र हाम्रो निमन्त्रणलाई स्वीकार गरेर यहाँ हामी उपस्थित हुनुभयो। निकै आभारी छौँ र अहिले वर्तमान अवस्थामा यो साहित्यिक क्षेत्रबाहेक के कुराहरूमा के कामहरूमा व्यस्त हुनुहुन्छ तपाईँ? खासमा साहित्यिक यो अहमता र आवेगमा सधैँ अक्कल हराउँछ। के भरमा मन्दिर आउँ, के मागौँ भगवान्, पूजा गरेर बाहिर निस्किँदा चप्पल हराउँछ। क्या बात, क्या मिठो। आभारी रहे। निकै मिठा मुक्तकहरू लेख्नुहुन्छ। तपाईँको यो मुक्तक लेख्दै गर्दा मुक्तक लेख्ने प्रेरणा कहाँबाट मिल्यो र कहिलेबाट यो मुक्तक लेखनलाई सुरु गर्नुभयो? कस्तो भन्ने मेरो स्वभाव सानैदेखि केही सृजना गरौँ भन्ने स्वभाव पनि चञ्चले स्वभाव अथवा केही क्रियाकलापहरू फाटाफुट्टा एक्स्ट्रा क्रियाकलापहरू गरिराख्ने बानी। त्यसमाथि पनि पछिल्लो समयमा आएर अग्रजहरूका मुक्तकहरू म प्रायःजसो राम्रो कुराहरूबाट इन्स्पायरिङ हुनभन्दा पनि अरूले केही अलिकति के गलत गर्न खोज्यो भने त्यो कुरालाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेतिर मेरो बढी ध्यान गइरहेको हुन्छ। मैले मुक्तक सुन्दै गर्दाखेरि प्रायःजसो अग्रजहरूका मुक्तकहरूमा अधिकांश धेरैजसो इन्स्पायर हुन्छ, राम्रा मुक्तकहरू लेख्नेहरू हुनुहुन्छ। त्योभन्दा बढी जसले मुक्तकलाई अलिकति बाटो बिराए जस्तो अथवा जस्तो लेखेर पनि मुक्तक हुन्छ, 4 लाइन मिलाए मुक्तक हुन्छ भन्ने जस्तो उहाँहरूले जसरी बाहिर प्रचारमा आउनुभयो, उहाँहरूका मुक्तक सिर्जनाहरू हेरियो। त्यसपछि मैले मुक्तकमा अलि बढी ध्यान दिन थालेर त्यसको मानौँ न एउटा विद्रोह जस्तो भनौँ, म चाहिँ एउटा विद्रोह नै मुक्तकको लागि चाहिँ 4 लाइनको मात्रै मुक्तक नभएर हजुर मुक्तक भित्रको रहस्य के रहेछ त? नियमहरू अरू के? खासमा चाहिँ मुक्तक
हामीले झट्ट हेर्दाखेरि एकदम सजिलो जस्तो लाग्छ, सुन्दा चोटिलो हुन्छ, लेख्न पनि सजिलो हुन्छ होला जस्तो लाग्छ। गाह्रो भनेर धेरै गाह्रो होइन, अलिकति मेहनत गऱ्यौँ भने चाहिँ। तर हरेक चिजको आफ्नै सिद्धान्त हुन्छ, आफ्नै संरचना हुन्छ। मुक्तकमा पनि मुक्तकको छुट्टै संरचना छ। मुक्तक चतुष्पदीय शैलीमा लेखिन्छ। पहिला फरक फरक धारमा छोटा कविताहरू, अधिकांश कविताहरूलाई मुक्तक भनिँदो रहेछ। त्यही भएर पनि होला हाम्रा अग्रजहरूले धेरै जसोले कसैले अनुप्रास जुदाएर लेखिदिनुहुन्छ, कसैले 7-8 पङ्क्तिसम्मको पनि मुक्तक हो भनेर लेखिदिनुहुन्छ, कसैले हाइकुलाई मुक्तक भनिदिनुहुन्छ, सायरीलाई मुक्तक भनिदिनुहुन्छ होइन। तर मुक्तक चाहिँ हाम्रो नेपाली मुक्तक विशेष गरी रुवायात शैलीको, यो उर्दू फारसीमा लेखिने रुवायात शैलीमा हामीले त्यसैलाई अपनाइएका छौँ। त्यही बाटो पछ्याएर अगाडि बढेका छौँ। चतुष्पदीय शैलीमा हुन्छ, 4 पङ्क्तिमा हुन्छ। त्यसमा चाहिँ पहिलो पङ्क्ति, दोस्रो पङ्क्ति र अन्तिम पङ्क्ति जुन चौथो पङ्क्ति हुन्छ त्यो अनुप्रास युक्त हुन्छ, तेस्रो पङ्क्ति स्वतन्त्र हुन्छ, अनुप्रास मुक्त हुन्छ। एएबीए संरचनामा लेखिन्छ। त्यो मुक्तक यसरी सिधा संरचना भन्दा अथवा यसरी व्याख्या गर्न भन्दा म उदाहरणबाट सजिलो लाग्छ जस्तो लाग्छ बुझाउन। म त्यति मेसो पाउँदैन। हुन्छ, म सुनाउँछु। यो अलिकति प्रेम वियोगको। खुसी नै छु म रोइ छैन भन्न नसकेर। मेरो खासै प्रेममा कलम चल्दैन, जे देख्छु त्यो लेख्ने कोसिस हुन्छ मेरो चाहिँ, तर प्रायः जसो प्रेममा कलम चल्दैन। खुसी नै छु म रोइ छैन भन्न नसकेर, आँसुले मुख धोइ छैन भन्न नसकेर। खुसी नै छु म रोइ छैन भन्न नसकेर, आँसुले मुख धोइ छैन भन्न नसकेर, सबै मान्छे एकै नास हुँदैनन् नि भन्थे। कोभिडको बेला जताततै निषेधाज्ञा भयो, लकडाउन भइदियो, ठ्याक्कै टिकट क्यान्सल गरेर बस्नु पर्यो।
लकडाउन लम्बियो, फर्केर घर जान मन लागेन, यताको काम बिग्रियो। लगभग डिप्रेसको अवस्थामा थिएँ म त्यति बेला। एउटा बन्द कोठामा समथिङ 3-4 महिना बन्द कोठाभित्र, बाहिर पनि कतै निस्किन्थेन। यी सामाजिक सञ्जालमा यसो हेऱ्यो, मैले टिकटक चलाउने यता पनि केही पनि गर्थेन। त्यो फ्याक्टर त्यो फेसबुक मेरो एउटा सहारा जस्तो मात्रै भयो। त्यति बेला मैले केही सृजनाहरू गरेँ, मुक्तकहरू लेखेँ अलिक बढी। त्योभन्दा अगाडि गीतहरू लेख्ने, गजलहरू लेख्ने गर्थेँ। मुक्तकमा फोकस चाहिँ त्यति बेला भयो मलाई, र त्यति बेला लेखेका मुक्तकहरूले मलाई डिप्रेसन हुनबाट बचायो भन्छु। मेरो ओखतीको काम गर्यो। त्यही भएर पनि अझ बढी मलाई माया लाग्छ मुक्तकको। मुक्तक यो लकडाउनमा एउटा साथी भयो तपाईँ। एकदमै साथी मात्रै भन्दा पनि साथी सबै कुराहरूमा मलाई सपोर्ट गर्यो। डिप्रेसन हुनुबाट पनि बचायो। यो मुक्तक लेख्नुभन्दा अगाडि तपाईँ साङ्गीतिक क्षेत्रमा हुनुहुन्थ्यो कि सँगसँगै तपाईँ साङ्गीतिक क्षेत्र र मुक्तक क्षेत्रलाई अँगाल्दै आउनुभयो? मेरो पहिलो पाइलो भनेको साङ्गीतिक नै हो। म बाल्यकालदेखि नै गीतहरू गुनगुनाउने, आफै लेखेर गाउने त्यो स्वभाव थियो। म आफै लेखेर गाउने गर्थेँ। आफै लेख्दै गाउँदै गर्दाखेरि चाहिँ आफूलाई के प्रभाव पर्दो रहेछ भने आफूले गर्ने सिर्जना, आफूले जस्तो मैले गीत गाउँदैछु भने मैले लेखेर गाएँ भने लेख्न पनि त मैले सकेँ, सिर्जना गर्न सकेँ। मैले सिर्जना पनि गरिने रहेछ, गाउन पनि सकिने रहेछ। त्यो मेरै लागि पनि डबल फाइदा भयो, अरूको लागि पनि त्यो पाठ हुने भयो। अनि एकमुठी सास अड्किनको लागि मैले अघि नै भने तपाईँलाई, मलाई प्रेमिल कलम अलिक कम चल्छ मेरो। यो जिन्दगीको आवाज खड्किनको लागि, जिउमा एकमुठी सास अड्किनको लागि, पल्मोनरी धमनी बरु नभए पनि काम चल्छ। यो जिन्दगीको आवाज खड्किनको लागि, जिउमा एकमुठी सास अड्किनको लागि, पल्मोनरी धमनी बरु नभए पनि काम चल्छ। तिमी चाहिन्छ मुटु खास धड्किनको लागि।
अहिले मुक्तक क्षेत्रमा कलम चलाउनेहरू पनि धेरै जन्मिएका छन्। हजुर, यो अनुजहरू धेरै छन्। मुक्तकमा कलम चलाउनेहरूको सङ्ख्या मैले पनि धेरै देखिरहेको छु। अहिले मुक्तक चलाउने नयाँ सर्जकहरूको लागि तपाईँको तर्फबाट के सन्देश दिन चाहनुहुन्छ? खासो भन्नुपर्दा म पनि नयाँ नै हो, म पनि नवसर्जक नै हो। मुक्तकको क्षेत्रमा एउटा किताब चाहिँ बजारमा पठाएको छु। त्यो किताबले अलिकति जस दिएको छ, अलिकति राम्रो प्रतिक्रिया आएको छ, अलिकति उत्साह चाहिँ थपिदिएको छ। त्यो एउटा पाटो भयो। म आफै स्वयं आफू नवसर्जक भएको नाताले आउँदै गरेका नवसर्जकहरूलाई नै भन्नुपर्दा मुक्तक गाह्रो भनेर निकै गाह्रो पनि होइन, सजिलो भनेर तपाईँहरूले सोचे जस्तो सजिलो छैन। अझ अग्रजहरूले भने जस्तो कतिपय अग्रजहरूले भन्नुहुन्छ नि, मैले गजल लेख्न लाग्यो, गजल पुरा गर्न सकिनँ, 4 लाइन मात्रै भयो, त्यसलाई मुक्तक बनाइदिएँ। कार्यक्रममै बकाइदा भनिदिनुहुन्छ। त्यो चाहिँ गजल मुक्तक होइन। त्यति हल्का चाहिँ नबनाइ, नसोचिदिनु होला। मुक्तकलाई चाहिँ मुक्तकको आफ्नै संरचना छ। हामी कार्यक्रमको अन्त्यमा पनि छौँ। हजुर, अन्त्यमा मैले भन्न छुटाएको र तपाईँले यस्तो भन्न पाए हुन्थ्यो भन्ने कुनै महत्त्वपूर्ण कुराहरू? कलम चलाउँदै गरेको, सिक्दै गरेको एउटा सर्जकलाई सम्झिदिनु भयो। यो भिडभाडबाट मलाई रोजेर, मलाई छानेर तपाईँले यहाँसम्म ल्याइदिनु भयो। यो अवसरको लागि, यो विश्वासको लागि र यो मायाको लागि सदैव धन्य छु। मैले भन्नुपर्ने कुरा त सिङ्गो जिन्दगीभरकै कुराहरू कति छन्। यसरी बसेर तपाईँसँग गफिन धेरै कुराहरू छन्, तर मुक्तकसँग सम्बन्धित कुराहरू जस तपाईँले भन्नुपर्ने मोटामोटी कुराहरू भन्नुभयो। भन्ने कुराहरू बाँकी छँदैछन्। अहिले हाम्रो कार्यक्रम छोटो भएको हुँदा मुक्तक लेख्न सिक्दै गर्नुभएकाहरू, नयाँ कलम चलाउँदै गर्नुभएकाहरूले मुक्तक सम्बन्धी बुझेर आउनुहोस्। जसरी अरूहरूले मुक्तकलाई जति हल्का रूपमा लिएका छन् त्यसरी हल्का नलिदिनुहोस्। बुझेर आउनुभयो भने राम्रो हुन्छ। म पनि सकेसम्म अध्ययन गरिराखेको छु। मुक्तको लागि एउटा विद्रोही आवाज म पनि हुँ। अहिले जुन विकृति विसङ्गतिहरू छ सामाजिक सञ्जालहरूमा, अझ बढी लफडाबाजी हुन्छ नि हरेक गजल मुक्तकहरूको विषयमा, तिनी कुराहरूमा अलिकति एउटा आवाज बोल्ने मान्छे म पनि हुँ। संरचना र सिद्धान्तलाई फलो गरौँ, पछ्यौँ, राम्रो तरिकाले सिकेर आउँ। हामी कहीँ पनि डराउनु पर्दैन, कहीँ पनि चुक्नु पर्दैन, यो भन्न चाहन्छु। र यो कार्यक्रममा सम्झेर बोलाइदिनु भयो, विश्वास गरेर ल्याइदिनु भयो, तपाईँहरूप्रति धेरै धेरै आभारी छ। यतिका समयसम्म हाम्रो कार्यक्रम हेरेर बस्नुहुने सम्पूर्ण दर्शकबिनहरूलाई हार्दिक आभारका शब्दहरू प्रकट गर्छु र कार्यक्रम के कस्तो लागिरहेको छ सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सिनुहोला र आगामी श्रृङ्खलामा नयाँ अतिथिका साथ उपस्थित हुने बाचा गर्दै म कार्यक्रम प्रस्तुता विजय खड्का गगन हजुरहरूमाझ ओझेलिन चाहन्छु। हस्त धन्यवाद।